म काले देखेको छु मैले सोचेको कि कालो भएपछि मलाई कहिले मन पराउँदैन अनि त्यही भएर कालो भएपछि मेरो बिहे हुँदैन अनि कोही केटीले मलाई मन पराउँदैन अनि म फस्दिन। काले देखियो यसमा त। ल हामी चाहिँ अब यसो सानो यात्राको लागि निस्केका छौँ तर हाम्रा अध्यक्षज्यू चाहिँ अझै आउनु भएको छैन है। यी हामीलाई झोला सचिव र वडा अध्यक्ष यतै छन् है, झोला बोकेका छौँ हामी तर अध्यक्षज्यू अझै आउनु भएन। अध्यक्षज्यू तपाईँलाई धेरै ठुलो कारबाही हुनेछ, चियाको पैसाहरू तिर जान्दैन अरू कुरा है। हाम्रो अध्यक्ष र अध्यक्षिनीज्यूहरू आउनु भइसकेको छ है। हामीलाई अध्यक्ष उहाँ हुनुहुन्छ, अध्यक्षिनीजी उहाँ हुनुहुन्छ। भिडियो नबनाउनुहोस् होला, तपाईँलाई हक छैन अर्काको भिडियो बनाउनु। के जुत्ता हेर्छ बताउनु पर्दैन न। यिनीहरूले रातो मैले काँसी निलो प्लास्टिक लगाएको मलाई चाहिँ बेजत जुत्ता यस्तो लाग्छ। छिटो हालिसक्यो। चलो 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 चलो। गाइज हाम्रो चाहिँ यहाँ के को ट्याप ट्याप आएको मेरो क्यामेरामा। हाम्रो चाहिँ यहाँ हुँदैछ होइन गाइज, के अरे हाम्रो चाहिँ रेनकोट लाउने कार्यक्रम हुँदैछ। रेनकोट 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 लाउने कार्यक्रम भयो। बिहान प्याक प्याक लाएर 200 रुपियाँमा चढ्यो पुरा। यो बाटो त के भने यति मात्र हो जानुपर्ने, यति गएपछि ठ्याक्क आउँछ। उताबाट हो भने धेरै अलिक चन्द्रगिरीको बाटो आएको पहिलोचोटि। लेट्स सी। ल गाइजहरू हाम्रो चाहिँ यहाँ थकै मार्दैछौँ। स्कुटरको हालत हेर्न सक्नुहुन्छ। जुत्ताको हालत हेर सबै हामी मुभिन हामी मुभिन। ओइ यार जुत्ता देउन आइज यार छिटो। किन के भयो? के भयो? हिलो ए हिलो त त्यही हेरेर म त बिहानै माइन्ड मेकअप गरिसकेको थिएँ। हामीलाई बिहानै प्लास्टिक लाग्यो के र म त जुत्ता जोड्छ जस्तो कस्तो हुन्छ ब्रेक हान्न नसक्ला नि त्यस्तो यस्तो ओह्रालोमा सुन्छ। यहाँ त ओह्रालोमा त हुन्छ सरर आइन्छ गाडी नै उयोबाट यो टर्निङमा ब्याक गर्दाखेरि के भएको होइन, सिधै पछाडि आएको गाडी होइन होइन। ढुङ्गा चाहिँ यस्तै बाटो थियो। ए अनि ढुङ्गा माथि चढेन, तलबाट आउँदाखेरि माथि चढेन भनेर ढुङ्गा निकालेर अनि हुइक्क गर्दाखेरि सुत्तै गएको सबै छ। चारजना लास्टमा यो पार्टी हुँदाखेरि गाडी नै ड्यामेज ठोक्यो। अनि 4-5 दिनपछि फेरि उड्दै थियो नि। यही बाटो हिँड्दा हिँड्दै आएको हामी। अझ अलिक राम्रो होइन त्यस्तै देखेर पहिला नि होइन यस्तै यस्तो भएर ठोक्यो बिहान। त्यहाँ बिचमा पुल बनेबाट यताबाट आउनुपर्छ नि हामी बुवारकोमा। झन् देखेन हौ त्यस्तो डुवाङ्ग गरे के भएछ भनेर यसो बाहिर आएर त निन्द्रामा थियो कि ड्राइभर। ल गाइस बाटो चाहिँ यस्तो छ होइन, चिप्लो चिप्लो खाले छ। के गर्नु गाह्रो छ। ल ऊ पनि भाइजरको त्यो पनि फसायो।
यसरी लडे 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 छोटा सुइङ कहाँ खिच्यो थाहा छैन आफू हातेर यता पिज आयो गाइस पिज आयो फाइनली पिजायो चाक पिजायो यार ढुङ्गाले पिज पनि आयो चाक पनि पिज आयो उता एउटाको पिजै आइपुग्यो छैन अहिलेसम्म ड्रोन ल्याएर है कस्तो मौसम चाहिँ ल फेरि पिज सक्यो पिज सक्यो पिज सक्यो फेरि चाक दुखाउने उताबाट छरेछ गयो गयो आयो ढलान बाटो फेरि गयो पिजो उताबाट फेरि छ स्टार्टै नगरिकन माथिबाट चाक पुग्ने रहेछ अगाडि छ उस्तै भएर धेरै हल्दैन क्या तिनीहरूको भाइ दुइटै मोटे छ अनि त्यो सल गइरहेको छ हाम्रो हल्लेर तना हामी उसले यतिको भयो नि गर्दैछ म त कम भएर हुन्छ जस्तो बाटो ओह्रालो भएर रातो माछा अहिले बाटो चाहिँ खतरै रहेछ त्यो ओह्रालो झरेपछि चाहिँ यति चाहिँ राम्रो रहेछ बाटो यहाँ छन् यहाँ हाम्रो भिडियोग्राफर सर हुनुहुन्छ अब यहीँ राख न यहाँ होइन स्कुटर बिचमा अनि त्यो होइन गाडी आउँदा झ्याउ हस्पिटलमा आइपुग्यो त्यो मान्छेले सोध न उति दाइलाई सोध न गाइज हामीले चाहिँ बाटो बाटै बाटो रे तल झर रिजोर्ट हराएको सूचना के हो यस्तो हामी त यहाँ रिजोर्ट खोज्दा टाइम सक्छ लाग्छ त हामी त कुलेखानी घुम्न आएको यहाँ हामीले जङ्गलको सैर पनि गराउँदैछौँ हाम्रो आइफोन होइन हेर्नु हाम्रो एन्ड्रोइड हो पानी परेर बुढो कता पुग्यौँ हामी यो अन्डे बाउलाई कहाँ ल्याउन ल्याए त्यो सेतो घरको माथि छ भने को त खाऊ सेतो घर यो होइन होला अनिस बाटो अनि के खानु माथि लिएर त बाउला यो अन्डे बाउलाई सक्यो अन्डे यो बन्डे अन्डे मेरो फुट्टान्डे हामी चाहिँ हरायौँ अनि हामी हिँड्दैछौँ अब यहाँ
उयो माथि हामी अस्ति पहिलाकै बाटो जानु लागेको त्यहाँ होइन त्यो चाहिँ बन्द रहेछ के बाटो अनि त्यो बाटो होइन होला भनेर तल झरियो अहिले त यो के बनेको हो यो कुन्नी यो सेतो त्यो मान्छेले हामीलाई त्यो बाटो जान नदिएर यत्रो घुमायो सराप दिन्छु त्यो मान्छेलाई त म तातो भइरहेछ हेलमेट खोल्न पनि मन छैन मेरो आवाज सुनेछ कि छैन नि थाहा छैन यस्तो छ गाई हाम्रो चाहिँ यहाँ रोपाई के हो यो के हो आलु हो यो रोपेको के हो गाइज यो रोपेको के हो फल्छ पनि होइन रोपेपछि तातो भइरहेछ यस्तो तातो छोडीमा कहाँ टाउको भिजाउँछ होइन गाइस हामी चाहिँ पुरानो घरमा आइपुग्यौँ गाउँतिरको यताबाट माथि हो त्यो यताबाट माथि रे नयाँ बनेको रिसोर्टहरू कोही पनि लगाउनु त्यो गाडीले हामीलाई घुमाइदियो फोन पनि झोला बाँधेर राख्नु यतिको झोला पाउन भन्नु कस्तो गाउँ गएको फिलिङ छ यार हो तर यसरी झोला बाँधेर त हिँड्ने जान्छ गाउँतिर सबै भेनाले गर्दा हो लगाइज हामी चाहिँ यता फोटो सेसन यता टिकटक पानी छ पानी ल हाम्रो चाहिँ यहाँ फोटोसोटो सकियो यहाँ चाहिँ बन्द रहेछ गाइज अहिले चाहिँ होइन रेनोभेसन भइरहेको भएर होला अब अहिले त्यही भएर बन्द रहेछ हामीले अब फोटोसोटो खिचिहाल्यौँ के चियासिया यहीँ खाने भनेर आएको थियौँ तर त्यो चाहिँ खान पाइएन त्यही हो अब हामी हिँड्दैछौँ फोटो भिडियो खिच्यो मजाले रमाइलो भयो हामीले रमाइलो गरेको देखेर पानीले पनि नपर्ने निधरको लागि भनेर परेन अनि हामी यहाँ आइपुग्यौँ अघि नै हामीलाई उयो यहाँ यो घरको गार्डले परबाट घुमाएको थियो अहिले हामी यहीँ आइपुग्यौँ त्यत्रो घुमेर आउनु पर्यो हाम्रो बाइक यहीँ थियो अब यत्रो घुमेर आएर ठ्याक्कै आइपुग्यो गाइसहरू ठिक छ केही छैन एक्सपिरियन्स जति सराप्नु पर्ने सरापिसक्यौँ हामीले होइन जे भए पनि एउटा कुनै ठाउँमा मान्छे घुम्न आएछ भने ठिक छ यो बाटो होइन खास अहिले यताबाट जाँदा हुन्छ भनेर भन्दा त बेटर हो नि त तर त्यो भन्नु भएन उहाँले अब उहाँहरूको नि आफ्नो जब होला हुन त होइन के भन्नु त्यही पनि हाम्रो सोचमा चाहिँ अब हामीले यति धेरै घुम्यौँ नि त हामी त्यो घुमेको सोच्दाखेरि चाहिँ त्योभन्दा बरु त्यो गर्दै चाहिँ हुन्थ्यो भन्ने चाहिँ हाम्रो भनाइ बाइक यहीँ थियो हाम्रो यहीँ थियो हामीले यत्रो घुमेर गयौँ अघि मुलाको सागले गर्दा लगाइज अब नाउ वी आर हेडिङ टु कुलेखानी यस्तो राम्रो छ भ्यू ट्रेकिङ भयो हाम्रो एकछिनको त्यो अरू भन्दा नि 10-15 मिनटको ट्रेकिङ भयो त्यही हो मैले यहीँबाट चढाएको हुन्थेँ नि भने उता लगाइज हाम्रो चाहिँ यहाँ अब चिया ब्रेक अनि घरमा इन्फर्म ब्रेक हुँदैछ बल्ल उयो चाहिँ मौसम चाहिँ बल्ल खुलेर आयो अघि धुप्प परेर उ भएको थियो अहिले चाहिँ खुलेछ राम्रो छ मौसम अहिले ठिक छ हाम्रो सबै बाइकहरू यहाँ छ होइन यस्तै हामी चियासिया खान्छौँ अनि बिस्तारै जान्छौँ हामीलाई हतार छैन त्यही भएर होइन हामीले किल्चेको रातो माटो त्यही हो
हामीलाई शीतल बनाइदियो त्यति हो पानीले अघि त अलिअलि परेको होइन मेरै छेउमा आएर बस्नु पनि के जरुरत जाने क्यों किसी पे मरते हैं जाने क्यों जाने क्यों जाने क्यों we are going to डाँडो यो नयाँ ठाउँ के बनाएको छ यो खोइ थाहा नै छैन पहिला थियो नि जस्तो लाग्यो यो त होइन फाँडेर गएको छ है त्यो त हामी पनि त्यही गरेर जाउँ हामी पनि राख्दैछ नेपाली हो नि त जे हुन्छ नेपालमै हुन्छ बाटो बनाइदिइराखेका छन् धन्यवाद बाटो चाहिँ पुरै यसरी गर्दै अब के भन्छ जानै पर्यो खुल्लम खुल्ला प्यार करेंगे हम दोनों तपाईँको स्टुपा बनिसकेको छ त यहाँ हो र साँच्ची यो बोका हो कि कसी ल हाम्रो चाहिँ फोटो सेसन सक्यो गाइज अब हामी ए यो त तिमीहरू दुईजना मात्रै कोही पनि होइन जस्तो है केटी रहेछ नि त कहाँ हामी तलतिर हेरेको हुन्छ त खसी त हो नि खसीको दुध हुन्छ मुला भगवान् बोकालाई खसी बनाउने हो त्यही त हो त नि भन्दैछु बोका हो त यो के थाहा यो बनाउने मान्छेले मिस्टेक गरे कि के हो गाइज कमेन्ट गर्नु होला एक्चुअलमा के हुन्छ खसी बनाउने हो नि त मुला ए बेनालाई खसी बनाउनु थाहा हुन्छ बोका भनेको फेरि बोकाको त त्यस्तो दृश्य नहुनु पर्यो हेर नि हाम्रो दाढी पनि छ त्यो पनि छ त्यो बोका है खसीले कमेन्ट गर्नु रहेछ अनिस दाढी पालेर बोका हुन्छ भन न त्यहाँ छिटो दाढी पालेर बोका हुन्छ भन न भाइरल हुन्छ क्या त्यो चाहिँ चलो ल गाइज यहाँ ऐसेलु रहेछ ऐसेलु हाम्रो गाइज ऐसेलु यस्तो राम्रो ऐसेलु कस्तो लाग्यो अलिकति पाकेको खानु पर्यो नि तिमीले काँचो खायो होला यस्तो खाने हो क्या हरियो टिपेर अनि अलिअलि अमिलो त भइहाल्छ नि उसलाई चाहिँ के गुलियो उ त्यो भड्का हालेर खाऊ नि त यो ठिक छ फोटो खिच्नु भयो उसमा यो राम्रो यो गुलियो हुन्छ कटक यहाँ पनि वाइफाई आएको छ अनिसको हटस्पट भन्दैछु यहाँ पनि वाइफाई आइरहेछ यो गुलियो हुन्छ क्या त्यो अलि माथि माथि हेर त्यो लुपुक्क परेको हुन्छ त्यस्तो गुलियो हुन्छ क्या कस्तो परेको रे लुपुक्क परेको हुन्छ नि लुपुक्क गाइसहरु यहाँ आउन यहाँ चाहिँ हेरौँ न यता चाहिँ यहाँ त खाइ नसक्नु छ छिटो आऊ त टेबल लगायो रोशन डक्स भन्नु के रे यसको नाम ऐसेलु खायो पहिलोचोटि खाएको रे अमिलो भयो रे किरेसँग खायो चाहिँ गुइयो भेना त जो हो कि अझै यता बस्ने अनि तिमी पो पछाडि बस्छौ क्या ल गाइज हाम्रो चाहिँ यहाँ फोटो खिच्नको लागि यस्तो छ यहाँ होइन त्यहाँ पालै पालै तलको भ्यू निकाल्नलाई मलाई हेर्ने हैन हाइट क्यामेराम्यानलाई हेर्दै अग्लो भयो अयो कति हाँस्नु बसन सिधा केही हुँदैन मर्छु त किन डरेर अयो मम्मी कति हाँस्नु ओइ लड्छ मौला ल गाइज पहिलोचोटि हामी यहाँ कुले खाने आउँदाखेरि खानेकुरो केही छैन कहीँ छैन के गर्नु गाह्रो छ दुई ठाउँ छिर्यो दुई ठाउँमै छैन रे अब यता हेरौँ यता चाहिँ छ कि सब आइफोनबाट खिचेछ अब भरेसम्म आउँछ ल त्यही सबैको फल मिठो हुन्छ ल ल कसलाई चाहिएको
कति डिस्टर्ब गरेर घुम्न पनि चुल्लाहरू मैदानमा बसेर किन खेल्ने ल गाइज हामी चाहिँ यहाँ खाजा खान छिरेछौँ फाइनली हामीले एउटा ठाउँ पायौँ खाजा खाउने फाइनल्ली यहाँ पनि सर आफ्नो स्टोरी हेर्दै आफै मकै पर्दै हुन्छ म तपाईँहरूलाई यहाँको भ्युज देखाउँछु गाइज है यो चाहिँ खाना खाने ठाउँ यो चाहिँ हामी ठ्याक्क बोटिङ गर्ने ठाउँमा आएको थियौँ अनि त्यही भएर त्यहाँ चाहिँ बोटिङ गर्नेको लाइन छ यहाँ पनि गर्न मिल्दो रहेछ उता त परबाट पनि गर्न मिल्दो रहेछ बोटिङ चाहिँ त्यो लाइन हो अब त्यो पालै पालो लाइन जस्तो नि त पालै पालो गर्नुपर्छ त्यो डुङ्गावाला बोटिङ त डुङ्गावाला दुइटै ल गाइज हाम्रो चाहिँ खाजा आयो हामी चाहिँ खाजा आउने बित्तिकै के अरे टुट पडो भइसक्यो यहाँ मेन खन्जो भयो देखाउनु उता 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 खन्जुवा इन द हाउस ल गाइज हामी चाहिँ अब यहाँ बोटिङ गर्न जाँदैछौँ ल हाम्रो यहाँ टिङ भइरहेछ बोटमा चढ्दाखेरि ल ऊ त्यो बोटले क्या बोटले ठुलो बोटले छालाको क्या त्यो इलेक्ट्रिकवाला बोटले छालाको त्यो ठाउँमा राख्नु छैन धेरै पछि खेल्नै पर्ने भयो साथी उता अलिकति झसेछ है मास्टर जाला दुईटा भैँसी उता आहा त्यो कुकुर हेर्नु नि आइज कहाँ गएको है त नुहाउनु गयो आइज आइज अहिले आएर मऱ्यो भने साह्रै बेकार होइन कुकुर डुबेन पानी पौडी कहिले डुबेन कुकुर कहिले डुबेन डुबेर देखाइदिउँ भन्ला नि त्यसले पानी खानु बोटिङ पनि सक्यो गाइस बोतलले बनाएको वाला बनाउनु पर्छ क्या के भयो खुट्टा नि दायो अरे ऊ अर्को पनि त्यसै छ फेरि अर्को पनि त्यसै छ लात्ती हानेछ उठिहाल्छ नि ल गाइज हामी चाहिँ पुगिसक्यौँ पुगेर एकछिन रेस्ट गऱ्यौँ मैले चाहिँ हिजो भन्दाखेरि यो सकेसम्म यो दुईवटा गरिदिनु भनेको थिएँ तर यो दुईवटा चाहिँ उताको बुक भइसक्यो अरे त यतापट्टिको रहेछ यो चाहिँ सानो रहेछ अब यसमा चाहिँ पैसा घटाउनुपर्छ गाइज दाइहरूले सुनेको छन् कि छैन पैसा घटाउनुपर्छ है सुनेको कि छैनन् होइन यस्तै हो यहाँ चिल पारामा हावा एकदम मजाले आइरहेछ गाइजहरूको यहाँ आफ्नै छुट्टै छ पारा है ल गाइज हामी चाहिँ यहाँ पुरा बसिरहेछौँ हाम्रो अर्कोपट्टिको रुम चाहिँ रेडी हुँदैछ होइन यस्तै छ पारा गाइज यस्तै छ अलिअलि फोटोसोटो खिच्यो अब दुईजना ऐनामा फोटो खिच्ने रे उ त्यहाँ बाम दुईजना म ठ्याक्कै यता हेरेछु यता पर्छ म कस्तै देखेकी छु गाइस यो चाहिँ जुम गरेर हाल्नुपर्छ जे टी सर्ट भइरहेको छ त नि यही त लाउनु त हाम्रो कफी चलिरहेको छ धन्यवाद वेलकम कफी खान पाएकोमा गुल्ले साइड फेरि गणेशको नै चलिरहेको छ ठिक छ भाते लोक पैसा तिर्ने त्यसको दुइटै कानको जान्छ सायद उठ्नु ल माथि बत्ती फुट्यो
हामी तलतिर घुम्न जाँदैछौँ यो कटेज हो गाइस लास्ट टाइम हामी यहाँ पनि बसेको कटेज छ, थियौँ last फेरि कलर अर्को डिफ्रेन्ट लाएर छ अहिले कलर यो कलर थिएन पहिला ब्राउन ब्राउन टाइपको थियो अँ के ऊ हो एउटा बेडरुम एउटा मात्र हो हामीहरू एकदम संस्कारी छौँ हामी भुइँमा बसेर खान्छौँ होटल जस्तो राम्रो होटलमा आएर पनि हामी भुइँमा बसेर खान्छौँ भुइँमा त के साडीको बोटमा हेरी खान्छौँ हामी हेर्नुहोस् यो बफ हो यो सेकेन्ड हो यो भिनाले खायो यो रेनुले खायो यो सुजन र मेरो यो अर्जुन बाले खाइसक्दैन त्यो पनि मेरो हो ल हाम्रो गाइजहरू चाहिँ त्यहाँ पुगे होइन गाइज दुईजना त्यहाँ पसलमा मिठो मिठो लिएर आऊ है मिठो मिठो लिएर आऊ दुईजना उयो तल पुगेर आउनु भएको हेलो सन्चै छ सोल्टी आउनुहोस् आउनुहोस् हाम्रो हिल लजमा आउनुहोस् स्वागत छ पुले खाने हिल लज बन्दर बन्दर दिस इज कल्ड बन्दर बन्दर आऊ अन्दर अब चाहिँ सनसेट हुँदैछ गाइस हाम्रो हेर्न सक्नुहुन्छ सनसेट जुन गइसकेको छ दब्बिसकेको छ थिचिसकेको छ हुन्छ जुन चाहिँ जुन होइन नि फेरि त घाम चाहिँ गइसकेको छ तल डाँडाबाट यस्तो गरेर तल तल जाँदैछ घामलाई निन्द्रा लागिसक्यो निन्द्रा लागिसक्यो हामीलाई पनि लाइन लागिसक्यो जाड लाग्दैछ अब पनि जानु लाग्दै रहेछ मलाई निन्द लाग्दैछ ऊ त गइसक्यो हेर्नुहोस् सबैको अनुहार कालो भइसक्यो यहाँ कम्प्रोमाइज गर्ने हो अँधेरो भएर म चाहिँ गोरै छु केही स्टेबलाइजर यहाँ अर्को यहाँ डन्डी फोरको के अरे खानी हुनुहुन्छ यहाँ रानी त भन्न मिलेन खानी रानी जति सब पहिला गए खानी मात्र बाँकी पाएर खानी मात्र बाँकी छ भने पुरै यो स्पेस पुरै हामीले रिजर्भ गरेको थियौँ अस्तिको पालि आमा नाच्दा नाच्दा गिटी सबै यतातिर गिटी गाइज हाम्रोमा चाहिँ रिजोर्टमा चाहिँ बत्ती गएको अवस्था त्यहाँ दुईवटा रिजोर्ट छलमल्ल परिरहेछ हाम्रो चलमल्ल परिरहेछ गाह्रो छ यहाँ अब हामी हाम्रो सबजना जनताहरूको अनुहार कालो हुन थालिसक्यो यो स्टेबलाइजर अन गरेर ल गाइज हाम्रो चाहिँ यहाँ एकछिन नबजाऊ हाम्रो चाहिँ यहाँ क्याम्प फायरको लागि रेडी हुँदैछ हाम्रो क्याम्प फायर गरिदिन दाजुले रेडी गरिदिँदै हुनुहुन्छ अनि हामी भर्खर गीत बजाउँथ्यौँ थियौँ अब यहाँ कपिराइट लाग्छ त्यही भएर मैले बन्द गरिदिएँ अब यो भिडियो बन्द हुन्छ अनि त्यसपछि फेरि गीत सुरु हुन्छ यस ल गाइज हाम्रो चाहिँ बत्ती पनि आयो यस्तो देखिन्छ हाम्रो रिजोर्ट चाहिँ जस्तो पहिलाको भ्लगमा देख्नु भएको थियो अलिअलि चिमहरू बिग्रिएर चाहिँ त्यति नै हो अब ये प्यार केलाई चाहिँ नाम
सुजन कम अन बोय मेरो दुश्मन छ धेरै हामी हेरेको हेरे ल गाइज हाम्रो चाहिँ खाना आयो हामी चाहिँ खाना खाँदैछौँ हामी फुल जम्मा है केही बोलेर म छैन खाना खाँदैछौँ यहाँ गीत पनि हाम्रो उबाट बजाइरहेको छ अघि हामीले सब नाच्यौँ गीत गाएर अब चाहिँ हामी यहाँ खाना खाँदैछौँ अब त फेरि हामीलाई घिउ दिनु भएन दाजु घिउ आउँछ कि आउँदैन भन्नु बस्नुहोस् है एकछिन ल खाना दिनुहोस् पहिला सुरु गुड मर्निङ गाइस हाम्रो चाहिँ अनिस सर यस्तो गरेर सुतिरहनु भएको छ चस्मा लगाएर होइन बाहिर गएर आएर पनि बाहिर चाहिँ पुरै घाम लागिसकेको छ म चाहिँ रेडी पनि भइसकेँ होइन अब फेरि घाम लागिसक्यो बाहिर यस्तो छ भ्यू घाम बिना नि उठिसकेँ गुड मर्निङ हो एकजना त्यहाँ अझ पनि पल्टिरहेछ अर्जुन अघि उठेर मासतिर हिँड्न गयो जस्तो लागेको थियो मासतिर गयो जस्तो लागेको थियो यस्तो छ बिहानको भ्यू चाहिँ एकदम राम्रो क्लियर मौसम छ आज यस्तो पानी पर्छ जस्तो चाहिँ छैन अब के हुन्छ लेट्स सी हेर सास फुलेको माछा पसल कहाँ छ तल ऊ यहाँ तल थियो ऊ त्यो निन्द्रा सरोवर मान्छेहरू भिड छ माछाको लागि 9 बजे भन्दा अगाडि जानुपर्छ के जानु हो मासतिर नजाउँ सक्दैन मन कालो देउ कालो झला के गर्ने जाने भने जान्छ नजाने ल हिँड तल हिँड क्या भयो सकिसक्यो म त तिमीलाई जानु मन छ भयो यहाँ आएर त्यहाँ किन नजाने भने अब कतिचोटि गइसक्यो यस्तो उकालो देखेर तर्से गाइजहरू ल होस् छोडिदेऊ होइन भयो पर्दैन अब तल झर्ने हामी चाहिँ उता तल माछा लिन जाने भनेको त्यहाँ माछा लिने ठाउँमा मान्छेको लाइन देखेर म तर्सिसकेँ कति धेरै 1 2 3 4 5 6 7 8जना 9जना त मैले देखेँ यतापट्टि अब माछा चाहिँ पाइन्छ जस्तो लागेन गाइज होइन यस्तै छ त्यही पनि अब त्यो भनेको लोकल मान्छेहरू हो कि के हो हामीलाई दिन्छ कि दिँदैन यहाँ तल दाइलाई सोध्नु पर्यो अनि हामी नै निस्किनु पर्यो अब तलतिर माथि चाहिँ नजानी भयो हामी अब हामी तल चाहिँ जान्छौँ है ल हस् धन्यवाद गाइस हाम्रो चाहिँ हामी अब ब्रेकफास्टको लागि आउँदैछौँ ब्रेकफास्टको लागि आएको छौँ त्यहाँ सबजना अब फोटो सेसन भइसक्यो मैले स्टोरी पनि हालिसकेँ हाम्रो फोटो सेसनको होइन अनि यहाँ चाहिँ को आउनु भएको रहेछ भनेर यसरी राखेको छ राक्षस भनी पनि आउनु राक्षस रक्स अरे होइन अनि अब म यहाँ अब डिसोमको एउटा बोर्ड पनि एउटा डिसोमको एउटा लोगो पनि ल्याएर टाँसिदिनेवाला छु अर्कोचोटि आयो भने चाहिँ तर जहिले बिर्सिन्छ क्या ट्रेकिङ जाँदा पनि लिएर जान्छु भनेको बिर्सिन्छ यस्तो छ बाहिरको भ्यू चाहिँ वाउ कति ह्यान्डसम हो क्या मेरो बुढो यस्तो छ क्या यहाँको भित्रको चाहिँ अब मैले पहिलाको भ्लगमा पनि देखाएको थियो होला नि एकदम राम्रो क्या
यस्तो माथि माथि यस्तो खतरा छ देखेको। अनि गाइस यहाँ चाहिँ डिसहोम पनि छ ल। डिसहोमको नेट त होइन, डिसहोमको टिभी चाहिँ छ रहेछ। कस्तो राम्रो आएको छ के भन्न चाहनुहुन्छ हजुर? म केही भन्न चाहदिनँ। अब हामी ब्रेकफास्ट खान्छौँ। हाम्रो ब्रेकफास्ट आइसक्यो गाइजहरू होइन, हेर्न सक्नुहुन्छ हाम्रो ब्रेकफास्ट। हामी ब्रेकफास्ट खान्छौँ अनि त्यसपछि एकछिन बस्छौँ, गफ गर्छौँ, रमाइलो गर्छौँ अनि फेरि हामी घर जान्छौँ। सुन्नु भएको छ नि मेरो आवाज? सानो सानो बोली कि क्या चिचोन्डो चाहिँ क्या हो? कस्तो ठुलो क्लास हो मलाई त। आज नि घाम लाग्दैन यतिखेर पानी परेर त्यही भने चाहिँ पानी परेर बिहानभरि पानी परेर घाममा पनि पानी लिन कस्तो तिनीहरूलाई ल गाइस हाम्रो चाहिँ ब्रेकफास्ट आयो। हामी चाहिँ खाना लाग्दैछौँ है। हाम्रो चाहिँ सबैजना कफी हो। अर्जुन चाहिँ चिया मगाउनु भएको थियो। यस्तो छ बाहिरको भ्यू चाहिँ। ल हेर्नुहोस्, मेरो त बाहिरको भयो नि भित्रको भयो नि भ्यूमा नै हो। के गर्दा चाहिँ ओके हामीहरू चाहिँ अब निस्किन्छ चेकआउट गरेर। हेर्नुको आउँदै हुनुहुन्छ। त्यहाँनिर एउटा झर्ना छ, यहाँनिर एउटा झर्ना छ। अब त्यो झर्नामा गएपछि मात्र भिडियो अन गर्छौँ। ल गाइस हामी चाहिँ निस्किँदैछौँ। हाम्रो चाहिँ पेमेन्ट पनि सबै भइसक्यो। अब हामी निस्किँदैछौँ। अब कति 11 बजी निस्किने भनेको, तर छिटै भयो हामी निस्किनुलाई चाहिँ। बसिराख्नु निस्किम भनेर बिस्तारो निस्किम भनेर बस्यो भने पनि ज्यान आलस्य भएर आउँछ नि त। त्यही भएर निस्किम भनेर निस्किहाल्यौँ पेमेन्ट गरेर। अब चाहिँ हामी यहाँबाट यता झर्नामा एकछिन बस्छौँ अनि त्यसपछि चाहिँ बिस्तारो बिस्तारो यो कलङ्कीको बाटो हुँदै जान्छौँ। यो कुलेखानी कलङ्कीको बाटो हुँदै जान्छौँ। मार्कुवाला रे उवाला क्या ड्यामवाला कलङ्की, त्यही भइ जान्छौँ। हाम्रो राइडरहरू चाहिँ रेडी भइसक्नुभयो। ल गाइस हामी चाहिँ झर्नामा आइरहेछौँ। ठुलो झर्ना त होइन, सानै झर्ना हो। हामी एकछिन अब यहाँ रेस्ट गर्छौँ होइन। रेस्ट गरेर अनि हाम्रो गाइजहरू रेडी हुँदै हुनुहुन्छ। जुत्ता सुत्ता फुकालेर उता गाइजहरू हो। मैले चाहिँ उता राखेको छु मेरो हेलमेट, मेरो नयाँ हेलमेट भएर मैले त्यहाँ माथि नछोडेको। अरू सबैले माथि नै छोड्नु भयो। ल गाइज दिस इज द हिडन झर्ना है गाइजहरू। हिडन झर्ना त्यहाँबाट आउनुपर्छ अनि यहाँ आइपुग्छ। म्याक्सिमम् मान्छेहरूलाई चाहिँ थाहा हुँदैन यहाँ झर्ना छ भनेर। दिस इज द झर्ना। ल गाइज यहाँ कटु निचर्ने कार्यक्रम हुँदैछ। अघि स्विमिङ गर्दाखेरि अब त्यो बोकेर हिँड्नु पर्यो, गाह्रो छ। अनि साथै आफ्नै पारामा हुनुहुन्छ। हाम्रो आफ्नै छ पारा भनेर सुनेको चाहिँ छ कि छैन। यस्तो ठुलो झर्नाको साउन्ड आएको छ। हामीले चाहिँ जुत्ता सुत्ता पनि लगाइसक्यौँ। त्यो कुन चाहिँ जिउ छोडेर गएछ गाइस, खाना हो। लेट्स गो होइन चलो। ल हेर्नुहोस् है गाइजहरू, झर्नालाई हेर्नुहोस् त्यहाँ कति गाह्रो छ। ल ल ल ल ल ल ल ल ल हाम्रो केटाहरू हर्न बजाउँदै हिँड्दैछन् पुरै ट्याङ 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 ट्याङ। हामी है धोको त हो नि स्कुटर। उनी अगाडि छ क्यारे त होइन र यति हो। यहाँ छ त यहाँ अगाडि उयो घर यो भोजामा लगेको साइडमा छ। हामीहरू चाहिँ जहिले पनि कुलेखानीमा आउँदाखेरि
यही ठाउँमा आउँछौँ यहाँ केही खान्छौँ अनि लास्टमा बाइक हुन्छौँ क्या किनभने यहाँ पानी अन्य हुन्छ बाइक धुयो होइन अब हाम्रो चाहिँ यहाँ बाइकमा धुँदैन यहाँ कोक चल्दैछन् पक पक ल हेर स्कुटी टिलिक्कै टल्काइदिनु गाइस हामीले चाहिँ ओइ भाइ ओइ बिस्तारै धुनु त्यहाँ उत्तिर ओए त्यो बामेको साथी आयो सबभन्दा धेरै कसकोमा छ ल गाइजहरू खोइ हामी चाहिँ काठमाडौँदैछौँ अर्को भाइहरूले हामीलाई ठग्यो 100 रुपियाँ लिएर यसबाट 2-3 वटा यसमा हाल्दै म 100 रुपियाँ दिन्छु ल किन के हुन्छ के हुँदैन ल गाइस यो बाटो चाहिँ ढलान भएछ पहिला थिएन होइन यो बाटो हामी कता 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 गर्दै आउँथ्यौँ अहिले चाहिँ ढलान भएछ जुन महाशयलाई ओ किन साइड लाइट बालेको जुन महाशयलाई पुरेको उहाँ महाशय अगाडि साइड लाइट बाल्दै पिलिक 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 काँदारी हो यो खोल्चातिर साइड लाइट बालेर ओ भाइ यसको चिट काट साइड लाइट बालिरहेछ यस्तो छ सिन चाहिँ खतरा होइन उज्यालो यस्तो निलो आकाश देखेको छ होइन अनि यस्तो छ भन्नु पर्यो पेट्रोल बचाऊ गाइसहरू पेट्रोल बचाउ अभियानमा छौँ हामी चाहिँ गाइस अलिकति बिचमा चाहिँ बाटो यस्तै रहेछ अनि फेरि आयो गाइस हामी चाहिँ होइन के भन्छ होइन दक्षिण काली पनि आउँछु भनेको थियौँ कि अस्ति नै आउँछु भनेको थियौँ अनि बाटो परेको बेलामा एकचोटि दर्शन गर्न चाहिँ जाऊँ भनेर हामी जाँदैछ अब 2 चोटि पानी सिमसिम पऱ्यो अलिअलि भिज्यौँ हामी हामीलाई भगवान्जीले सुखो पनि पराइदिइसक्नुभयो अब चाहिँ हामी जाँदैछ श्री दक्षिण काली राखिदिनुहोस् सजिलो हुन्छ हजुरहरूलाई ल हाम्रो चाहिँ दर्शन पनि सकियो हामी चाहिँ दक्षिण काली आएर दर्शन गरी पनि भ्यायौँ ल गाइजहरू आउनुहोस् त पछाडि अब हाम्रो ट्रिप चाहिँ यहीँ कम्प्लिट हुन्छ गाइजहरू कस्तो राम्रो कस्तो लाग्यो होला के यो बेला बेला फुस्किन्छ नि यताबाट उतैबाट जाँदा नि हुन्छ उतैबाट जाँदा नि हुन्छ उतै छ नि त बाइकहरू फेरि